संगीत एक कला हो जसले ध्वनि र मौनताको माध्यमबाट भावनाहरू, विचारहरू र संवेदनाहरू व्यक्त गर्दछ। यो मानिसको आत्मा र भावनासँग गहिरो सम्बन्ध राख्दछ। संगीत विभिन्न प्रकारका शैलीहरूमा विभाजित हुन्छ, जस्तै शास्त्रीय संगीत, लोक संगीत, पप संगीत, रक संगीत, जैज, हिपहप आदि। यी संगीतहरू मध्येमा आज म हजुरसँग भारतको प्राचीन परम्परा, जसको इतिहास हजारौं वर्ष पुरानो छ, यी हजारौं पुरानो परम्परा शास्त्रीय संगीतको विषयमा यी कुराकानी गर्नेछु। यो संगीत विशेषरूपी भाव, राग र तालमा आधारित। नमस्कार, म सरस्वती शर्मा छेत्री। आज हामीसँग विशिष्ट संगीत प्रशिक्षक, दार्जिलिङ सुरसारङ संगीतालय, मारेबुङ 3 माइल, रङ्गारुङ अमृतसुर साधना संगीतालयका प्रशिक्षक आदरणीय गुरुवर रोदन साज्यू हुनुहुन्छ। उहाँसँग हामी केही साङ्गीतिक भलाकुसारी गर्नेछौँ। उहाँले शास्त्रीय संगीतमा लामो अनुभव बटुल्नु भएको छ र धेरै विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको छ। आजको अन्तवार्तामा हामी उहाँको संगीत यात्राबारे, प्रतिक्षण शैलीबारे र संगीतको महत्त्वबारे बुझ्ने प्रयास गर्नेछौँ। उहाँ शास्त्रीय संगीतमा स्वर्ण पदक विजेता हुनुहुन्छ। नमस्कार सर। नमस्कार। आजको यस अन्तर्वार्तामा तपाईलाई स्वागत तथा अभिवादन जनाउँदछु। धन्यवाद। सर्वप्रथम तपाईको परिवार अनि तपाईको संगीत यात्राबारे म जान्न चाहन्छु, त्यो बताइदिनुहुन्छ कि? मेरो परिवारमा हामी 5 जना हो। मेरो श्रीमती अब वैकुण्ठवास गरिसक्नु भएको छ। अहिले हामी जम्मा 4 जना छौँ। छोरो भूपेन्द्र शाह, छोरी अलका शाह अनि सुलोचना शाह। हजुर। र यो तपाईलाई संगीत प्रति रुचि चाहिँ कसरी जाग्यो र यो यात्राको सुरुवात तपाईले कहिलेदेखि गर्नुभयो त? संगीतको रुचि चाहिँ म सानो छँदादेखि नै एकदमै गीत संगीतमा डुबेर म सिक्थेँ, गाउँथेँ। यो सायद मेरो बुवा मुमाले पनि धेरै यस विषयमा ठुला व्यक्तित्वहरू अब राङ्गारुङमा ल्याउनु भएको रहेछ। अनि मुठी चामल उठाएर राख्नुहुन्थ्यो, भन्नुहुन्थ्यो बुबाले, मुमाले। अन्त त्यही कारण सायद त्यो उहाँहरूको सोचले गर्दा नै मलाई त्यो सानोदेखि मन चाहिँ पर्थ्यो, रेडियोको गीतहरू सुन्थे। हजुर। र तपाईलाई पहिलोपल्ट संगीतले आकर्षण गरेको छन् कस्तो थियो त, त्यो हामीलाई बताउनुहुन्छ? संगीतले आकर्षण गरेको छन् त अब सानैदेखि नै हो र मन पर्थ्यो। अनि तर अब हामीले त्यो तालिम लिने अब सुव्यवस्था पनि थिएन, अवस्थामा पनि थिएन। र पछि गएर अब धेरै वर्ष अन्तराल पश्चात चाहिँ म जब हरिदास सत्ता दार्जिलिङमा बस्थेँ, त्यहाँ सही सङ्गठनसँग सम्मिलित थिएँ। त्यहाँ चाहिँ एकजना यङ नानी हुनुहुन्थ्यो, अनुपमा राई। यति मिठो भजन गाउनुहुन्थ्यो र उहाँले चाहिँ सङ्गीतको तालिम लिनु हुँदै रहेछ। अनि मैले पनि सरल सम्झेँ, मन लिन्छु, मन सक्छु भन्ने एउटा सोच राखेर चाहिँ त्यो दिन अब मेरो निम्ति अब धेरै प्रेरणामूलक दिन छ। संगीत सिक्ने क्रममा कुन चाहिँ नै रोचक एउटा घटनाहरू तपाईँसँग छ जो तपाईँले बिर्सिन सक्नु भएको छैन? त्यो क्षणमा धेरै कठिन थियो भनेर तपाईँले भन्नुहुँदैछ है, त्यो त अविस्मरणीय छन् तपाईँले? माने क्षणहरू त अब थुप्रै यस्तो घटनाहरू छ है। अब सङ्गीत सिक्दा अनि यस्तो क्षणहरू पनि हुन्थ्यो कि म प्र्याक्टिस गर्दाखेरि म पुलिसको मान्छे, अनि कुनै पनि समय अब हामीलाई ड्युटीमा बोलाउनु सक्थ्यो। त्यसले गर्दाखेरि म त्यो सानो किचनमा प्र्याक्टिस गर्दाखेरि बाहिरबाट ढकढक गर्दाखेरि चाहिँ मैले सम्झेँ कोही होमगार्ड मलाई बोलाउन आएको। कस्तो खालको मुड बनाएँ मैले क्या, अब ड्युटी अब म प्र्याक्टिस गर्दाखेरि
त्यति बेला एकजना व्यक्ति मैले रियाज गरेको धेरै दिनदेखि सुन्नु भएको रहेछ र आफूलाई रोक्नु नसकेर चाहिँ आउनु भएको रहेछ। अन्त उहाँ फेरि दुईटा बैशाखीसँग रहेछ। अन्त त्यो बैशाखी देख्दा त मलाई यस्तो छाँगाबाट खसेको मेरो जुन चाहिँ मुड थियो, अब सायद होमगार्ड चाहिँ मलाई बोलाउन आयो भनेर मेरो मुडै अर्को भइरहेको थियो। उहाँलाई देख्दाखेरि चाहिँ यस्तो फिल भयो कि यति सङ्गीतको ज्ञानहरू जान्नुहुन्थेछ, तर अब त्यति बेला म त्यस्तो बुझ्ने अवस्था पनि थिएन। म जस्ट प्र्याक्टिसहरू गर्थेँ। अन्त मलाई यस्तो लाग्यो के अरे उहाँ चाहिँ एउटा ईश्वरको दूत आयो भन्ने चाहिँ मैले डायरीमा पनि लेखेँ। अनि उहाँसँग धेरै बातचित गरेर चियाहरू पिएर चाहिँ अब त्यो पनि एउटा प्रेरणाको क्षण भयो। अन्त म यसरी देवीगञ्जमा अब प्र्याक्टिस गर्दै गर्दै एउटा साधु आउनु भएको थियो। चन्द्रकोश राग सोध्नु भयो। चन्द्रकोश मैले राग सिकेको थिइनँ। अन्त होइन मलाई थाहा छैन, मालकोश चाहिँ थाहा छ भनेर भन्दाखेरि पछिबाट मैले एकजना म्यामकोबाट मैले चन्द्रकोश राग लिएर सिकेँ। थुप्रो अब प्रेरणामूलक घटनाहरू छ। अनि जति बेला म प्र्याक्टिस गर्थेँ पसिना आउँथ्यो, त्यो गमकहरू निस्किन्थेन। साह्रो हो अब शास्त्रीय सङ्गीत। अनि यसो बाहिर निस्किँदाखेरि चरा दुईटा एकदमै काँचो भाले निमको रुखलाई चाहिँ ठुङ्दै रहेछ। अनि त्यो ठुङ्गिनु चाहिँ के गरेको रहेछ भने उनीहरू चाहिँ गुड बनाउनुको लागि रहेछ। अन्त त्यो गुड साँच्ची नै तिनीहरूले एकजनाले पाले गर्दै बनाए। अन्त मलाई यस्तो लाग्थ्यो यो 250 ग्रामको चराले त त्यस्तो काँचो रुखलाई के अरे ठुङ्गेर गुड बनाउनु सक्यो भने मैले गमक निकाल्नु किन सक्दिनँ। त्यस्तो थुप्रो प्रेरणाहरू। अब कोइलीलाई पनि म रिसर्च गर्न जान्थेँ। किन कोइली चाहिँ विश्वमा एकदमै सुमधुर स्वर भनेर महाकविहरूले पनि अब कोइलीको वर्णन गर्यो भन्दाखेरि चाहिँ मैले एउटा सानो टेप किनेको थिएँ। कोइलीको जुन मात्राहरू जुन चाहिँ त्यो 10 पल्ट 5 पल्ट 7 पल्ट जति उहाँले कुकु गर्थे यति सुन्दर यति निखोत हुँदो रहेछ। त्यहाँ त्यतिको चरा अरूले त्यस्तो स्वरै निकाल्न सक्दैन रहेछ नै। कवि साहित्यकारहरूले चाहिँ कोइलीलाई चाहिँ एकदमै अब त्यो जग्गा दिएको रहेछ। थुप्रै अब त्यस्तो प्रेरणामूलकहरू। तपाईँको प्रमुख गुरु वा प्रेरणा कसलाई मान्नुहुन्छ त? मेरो गुरु हुनुहुन्छ अति आदरणीय हाम्रा पूर्ण राई बाबरी सर। अनि त्यसरी नै मैले केही वर्ष हाम्रो अलिप सरसँग पनि मैले सिकेँ। अनि एउटा यङ सर हुनुहुन्थ्यो खोरीबारीमा, हरिश्चन्द्र बर्मन सर। उहाँले हामीलाई धेरै अब सिकाउनु भयो। उहाँलाई एकदम मेरो श्रद्धा ढोक छ। पूर्ण बाबरी सर त हुनुहुन्छ सर अहिले एकदम पूर्ण राई बाबरी सर पनि हुनुहुन्छ, हरिश्चन्द्र बर्मन सर पनि हुनुहुन्छ, अलिप सर पनि हुनुहुन्छ। हजुर। सङ्गीत तपाईँको जीवनको कुन अंश मान्नुहुन्छ? पेसा मान्नुहुन्छ, जीवनशैली कुन मान्नुहुन्छ? म जीवनशैली मान्छु। किन सङ्गीतद्वारा नै म आनन्द पाउँछु, त्यो आत्मिक शान्ति पाउँछु। अनि मेरो जीवनशैली हो सङ्गीत। हजुर। तपाईँ विद्यार्थीलाई प्रशिक्षण दिने आफ्नो विशेष शैलीको विषयमा बताउनुहोस् त। कुन शैलीमा तपाईँ? हामी अब हार्मोनियमको अब 3वटा सप्तकहरूमा अब मध्य सप्तकबाट अब 7वटा सुर सारेगमपधनि अनि 5वटा कोमल सुरहरू दिएर नै उहाँलाई अभ्यास गराउँछौँ। र सङ्गीत सिक्ने सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के होला? हामीलाई बताइदिनुहोस् त्यो विषय। सङ्गीत सिक्नुलाई अब धैर्य चाहिन्छ। अनि हृदयबाट नै अब उसले मन बनाएर आएको हुनुपर्छ, आफ्नो रुचिमा आएको हुनुपर्छ। अनि मातापिताले अब जबरजस्ती कारमा चाहिँ हुँदैन। अनि सङ्गीतमा जुन मिठास छ, शास्त्रीय सङ्गीतमा रागमा रागिनीमा एक एकवटा जुन
टच दिएको छ त्यो चाहिँ लिनु सक्यो भने शास्त्रीय सङ्गीत पनि त्यस्तो कठिन मान्दैन होला। धैर्यता चाहिँ हुनु पर्यो, एकदमै धैर्य हुनुपर्छ। तपाईँको प्रतिक्षण विधि कस्तो छ त? विधि त मैले अब त्यही 7वटा सुरको कुराहरू नै गरेँ तपाईँलाई है। अनि प्रथम अब अलङ्कार है, त्यस पश्चात अब सरगम गतहरू भयो है, त्यस पश्चात अब राग रागिनीहरू दिने गर्दछौँ। र तपाईँलाई नयाँ विद्यार्थीलाई तपाईँ जब सङ्घ सिकाउनुहुन्छ कि कस्तो चुनौतीहरू चाहिँ सामना गर्नु भएको छ? पहिला त अब हाम्रो विशेष गरेर हाम्रो नेपाली गोर्खा सोसाइटीमा यो जेनेटिक पनि नभएर होला, नानीहरूले साह्रै मन पनि गर्दैन। धेरै यस्तो लाग्थ्यो कि हामीले बलुवामा खेती गर्दैछौँ कि भन्ने जस्तो लाग्थ्यो। तर अहिले थुप्रै अब रियालिटी सोहरू हेरे उहाँहरूले शास्त्रीय सङ्गीत सिक्नै पर्ने रहेछ, नभए हाम्रो उपाय छैन भन्ने पनि सोच्नु भएको छ। र उहाँहरूलाई अब धेरै थुप्रो अब सङ्गीत सिकाउनु थालेपछि यस्तो चिजहरू यो भन्छु भनेर आएको पनि हुँदैन, तर थुप्रो कुरोहरू त्यहीँनिर नै उब्जिन्छ। त्यही कुरोले उहाँहरूलाई प्रेरणा पनि हुन्छ, मलाई पनि प्रेरणा हुन्छ, शान्ति हुन्छ। त्यो प्रकारले चुनौती त धेरै आउँछ नि, साह्रै छ। र व्यावसायिक र मौखिक जुन चाहिँ अब शौखिन विद्यार्थीहरूलाई चाहिँ कस्तो प्रकारले उनीहरूको सिक्ने तरिका फरक फरक हुन्छ? त्यो व्यावसायिक र त्यो शौखिन खालको हुन्छ नि, कोही म 1-2 दिनको लागि त सिक्छु भन्ने पनि हुन्छ नि सङ्गीत, यिनीहरूको चाहिँ सिक्ने तरिका कस्तो हुन्छ त? उहाँहरूलाई अब अलङ्कारहरू अलिकति कम्ती दियो, अनि अलिकति अब रागसित आधारित अब भजनहरू भयो है, गीतहरू भयो, जसमा चाहिँ उहाँलाई इन्ट्रेस्ट लागोस् है। उहाँले अब रागसँग सम्बन्धित हुँदा चाहिँ अब राम्रो हुन्छ भन्ने हिसाबले अब हामीले उहाँलाई अलिकति सरल प्रकारले है अनि सिकाउँछौँ। कोही त सिक्ने बित्तिकै म अब सकिहालेँ गइहाल्छु गाउनु भन्ने एउटा हुन्छ नि त है, त्यस्ता खालको पनि आउँछ नि त। अब कोही चाहिँ धैर्य लिएर पछिसम्म सिक्छन् होइन, अनि त्यसमा सङ्गीतको सबै कुराहरू, त कोही चाहिँ अब एकदम सिकेर गाइहाल्छु भइहाल्छ भन्ने खालको पनि हुन्छ नि त कतिजना केटाकेटी। तर अब त्यस्तो अब सङ्गीत जति सजिलो हेर्नु सजिलो छ त्यति नै साह्रो पनि छ है, अनि धेरै कठिन विषय हो। सङ्गीतले तपाईँको जीवनमा कसरी परिवर्तन गरे त? परिवर्तन मान्नुहुन्छ सङ्गीतद्वारा तपाईँको जीवनमा? सङ्गीतबाट त मलाई एकदमै परिवर्तन अब म आफूलाई लाग्छ है। अब म धेरै रिसाउँथेँ, मेरो पेसा प्रशासनिक भए तापनि त्यो भित्रलाई अब सन्तुलन राख्नुको लागि चाहिँ अब सङ्गीतको अन्तर्निहित शक्तिद्वारा नै यो सम्भव हुन सक्यो। यो सङ्गीत सबैले सिक्न सक्छन् कि यो जन्मजात एउटा हुन्छ नि आएको गड गिफ्ट? तपाईँ के मान्नुहुन्छ यसलाई? कतिजना ईश्वरीय देन लिएर पनि आएको हुन्छ, उनीहरूलाई कम समयमा छिटो इम्प्रुभ पनि हुन्छ, उहाँहरूले छिटो पक्रिनु पनि सक्छ। तर अब कतिजना अब उसको कोसिसले पनि त्यो जग्गा चाहिँ पुग्नु सक्छ। अन्त सबैभन्दा ठुलो कुरो चाहिँ म त कोसिसै लाग्छ। कोसिस गऱ्यो भने अब राम्रो ट्यालेन्टेड नानीले पनि कोसिस गरेन भने त्यो कोसिस गर्ने नानीले त उसलाई उचिनेर जाने नै हो नि। गड गिफ्ट मात्रै भएर सिक्नु चाहिँ पर्छ। सङ्गीतले मानसिक स्वास्थ्यमा के कस्तो असर पर्छ सर यो बताइदिनुहोस् न। सङ्गीतले मानसिक अवस्थामा त एकदमै राम्रो अब असर छ। यो 7 सुरहरूको अब कुण्डलिनीसितको सम्बन्ध छ, अनि सङ्गीतको अब जुन चाहिँ सुरहरूले चाहिँ अब राइट ब्रेनहरू खोलिन्छ, अनि सङ्गीत सिक्ने नानीहरू हर क्षेत्रमा अब्बल हुन्छ। यो रिसर्च गरिसकेको छ अब रिसर्चकर्ताहरूले है। यो चाहिँ अब मैले त्यसै चाहिँ भनेको होइन है, एकदमै अब सङ्गीत चाहिँ एउटा अब थेरापी पनि हो है। सङ्गीतले अब प्लान्टहरू राम्रो हुन्छ, अब राग रागिनीले के अरे फुलहरू अब राम्रो ठुलो फुल्नु सक्छ, फलहरू ठुल्ठुलो हुन सक्छ भनेपछि मान्छे किन चाहिँ राम्रो हुन सक्दैन?
जति पेड पौधालाई असर पर्छ भने हामीलाई मान्छेलाई त एकदमै बेसी नै असर पर्छ। र यो आधुनिक जुन प्रविधि छ सर, यसले सङ्गीत प्रति क्षमता कस्तो प्रभाव पारेको छ जस्तो लाग्छ तपाईँलाई? आधुनिक अब अहिलेको समयमा पनि अब शास्त्रीय सङ्गीतको ठुलो अब देन छ हो। जति पनि त्यो शास्त्रीय भन्नुको अर्थ चाहिँ अब रुट हो, जरा रहेछ। जराले नै अब यो गीत अब जुन चाहिँ के अरे गजल भयो, भजन भयो, लोक जेसुकै होस्, त्यो फलफुल चाहिँ त्यो जराले नै थामेको हुन्छ। बेस चाहिँ अब शास्त्रीय नै मलाई लाग्छ है। अनि एकदमै शास्त्रमा हामीले ध्यान दिनुपर्ने छ हौ। हजुर। र यो अनलाइन सिकाइ जुन अहिले सिकाइन्छ है, त्यसमा र प्रत्यक्ष सिकाइमा के फरक पाउनुभयो त तपाईँले? अब धेरै अनलाइनहरू सिकाइँदैछ र अनलाइन प्रत्यक्ष जुन तपाईँले राखेर सिकाउने विद्यार्थीहरूलाई, यो दुईटामा तपाईँले के डिफ्रेन्स र फरक देख्नुभयो? अनलाइन चाहिँ अब मसिनो नानीहरूलाई चाहिँ अनलाइनमा अलिकति असुविधा फिल गरेको छु मैले है। अनि ठुला जो चाहिँ अलिकति बेस बसाइसकेको छ भने, यदि उसलाई साँच्चैकै रुचि छ भने चाहिँ हामीले यहाँबाट भनेको त्यो रागको जुन चाहिँ टच दिएको त्यो उहाँले टिपिहाल्छ हो। त्यो ठुलोहरूलाई चाहिँ अब त्यति अब राम्रै हुन्छ, तर मसिनो नानीहरूलाई चाहिँ अब अफलाइनै अब गरेको चाहिँ राम्रो मैले सोचेको छु। तपाईँहरू सिकाउनुहुन्छ सर अनलाइन? तपाईँहरूको हामी कोरोना कालमा सिकायौँ नि, तर थुप्रो विद्यार्थीहरू घटे पनि है। तर अब अहिले फेरि अफलाइन छौँ है। अहिले थुप्रै नानीहरूले पनि कोसिस गर्छ, राम्रो पनि भएको छ। हजुर। तपाईँले शास्त्रीय सङ्गीतमा स्वर्ण पदक प्राप्त गर्नुभएको छ, हामीले थाहा पाएको छौँ है। यस विषयमा के भनिदिनुहोस् न, कसरी प्राप्त गर्नुभयो त? त्यहाँसम्म पुग्नु तपाईँले कति कठिनाइहरू भोग्नुभयो त? शास्त्रीय सङ्गीत त मैले हाम्रो वङ्गीय सङ्गीत परिषदको बोर्ड, हाम्रो ललित नृत्य सन्दर्भबाट अब सिक्थेँ। अन्त अब हामीले इक्जाम दिनु पर्दो रहेछ। अब खुसी पनि लाग्यो। पूर्णबाट मैले सुरु गरेँ, किनभने ठुलो थिएँ म। अन्त पूर्ण फर्स्ट इयर, सेकेन्ड इयर, थर्ड इयर, फिफ्थ इयरमा चाहिँ अब यसरी अब मलाई अब चुन्नुभयो है। तर अब सङ्गीत अथाह सागर हो। अब अहिले म जान्दछु भन्ने पनि मलाई लाग्दैन, पुरै अप्ठ्यारो लाग्छ। अन्त त्यो स्वर्ण पदक चाहिँ अब कस्तो लाग्छ भने एउटा ट्रेनलाई एउटा हरियो झन्डी देखाएको जस्तो चाहिँ मलाई लाग्छ। असलमा त्यो स्वर्ण पदक भन्नु पनि कता अप्ठ्यारो लाग्छ। अब त्यो एउटा प्रेरणा तिमी जाऊ अगाडि भनेको जस्तो मात्रै हो भन्ने फिल गर्छु। हजुर। तर त्यसै प्राप्त त गर्नु भएन, त्यहाँसम्म एउटा वङ्ग सङ्गीतबाट प्राप्त गर्नु भनेको ठुलो एउटा हाम्रो नेपालीको एउटा गौरव पनि हो। तपाईँले जुन शास्त्रीय सङ्गीतमा स्वर्ण पदक विजय गर्नुभयो, प्राप्त गर्नुभयो है, त्यसलाई एउटा ठुलो हामी प्रेरणा मान्छौँ हामी। र यो नयाँ र पुरानो विद्यार्थीहरूलाई सिकाउँदाखेरि तपाईँले के कस्तो फरक पाउनुभयो त? नयाँ विद्यार्थीलाई तपाईँले आउँछ, फेरि आदि सिकिसक्दा फेरि अन्य विद्यार्थीहरू सिक्न आउँछन् है, कसरी के फरक पाउनुभयो त? त्यसरी मतलब अब के सल्लाह दिनुहुन्छ उनीहरूलाई चाहिँ? कस्तो प्रकारले? नयाँलाई अब धेरै साह्रो पर्छ। बस्नुदेखि लिएर कति क्वालिटी कस्नु सक्दैन। फेरि बाजामा एकदमै कडा हातहरू बनाउनुहुन्छ है। अनि के अरे प्रथम धेरै साह्रो पर्छ, तर बुझाउँदै लगेपछि उनीहरू पनि सक्ने हुँदै जान्छ है। सुविधै हुन्छ। हजुर। सिक्नु आयो भने चाहिँ अब बानी हुँदै जान्छ है। एउटा शरीरको एउटा एक्सर्साइज पनि भयो, त्यसले गर्दा हुन्छ। हजुर। एकदमै ठुलो एक्सर्साइज हो नि। अब सङ्गीत सिक्नु भनेको त अब आफूलाई खुसी राख्नु हो, आनन्द राख्नु हो। र नयाँ अहिलेको जुन नयाँ पुस्ताहरू छन् उनीहरूलाई सङ्गीतमा आकर्षित गर्नलाई के गर्नु पर्यो त सर? उहाँहरूलाई अब अहिलेको समय हेरेर है, अब पुरानै अब रागिनी उनीहरूलाई अल्छी मान्छ होला है। तर रागसँगको सम्बन्धित अब गजल भजनहरू है, अनि फिल्मी गीतहरू त्यो पनि अब दिएर अब यो रागमा चाहिँ यस्तो छैन, अनि यसको टच यहाँ छ। अनि अब तपाईँहरू रियालिटी सोहरू जानुहुँदा चाहिँ शास्त्रीय सङ्गीत बिना चाहिँ
तपाईँ पनि फिकै पर्नुहुन्छ। थुप्रै कुराहरू अब त्यो सिकाउँदै जाँदाखेरि थुप्रो प्रसङ्ग निस्किन्छ। आज यो भन्छु भनेर पनि सोचिएको त हुँदैन, तर पनि धेरै राम्रो कुरो निस्किन्छ। अब आफूलाई पनि खुसी लाग्छ, उनीहरू पनि खुसी भएर जान्छन्। अनि नेपाली सङ्गीत क्षेत्रको विकासको लागि के गर्न आवश्यक छ त? हाम्रो के अरे हाम्रो नेपाली अब सङ्गीतको उन्नतिको लागि चाहिँ के छ भने अब हामीलाई प्रशिक्षणको ठुलो जरुरी छ। यो कुरो अब प्रशासनहरूले पनि सोचेको छैन, अनि सरकारी तौर तरिकाबाट पनि कुनै त्यो खालके एउटा सुविधा प्रदान भएको छैन। हामी आफ्नो बलबुतामा गर्दैछौँ। अनि जग्गा जग्गामा स्कुल खोलिदियो भने दार्जिलिङै आउनु परेन। यो नानीहरूलाई अब धेरै अर्थनैतिक सुविधा पनि हुने थियो। अनि यहाँ म यही भन्न चाहन्छु है, अब यो चिजहरू चाहिँ यो सङ्गीततालयहरू चाहिँ अब जस्तै जग्गा जग्गामा खोलिदिएर अनि हाम्रो नानीहरूलाई पनि धेरै प्रतिभावान नानीहरू छन्, तर गोडगाड गर्ने, पानी हाल्ने, मल हाल्ने कमी नै छ। अब न त समाज चाहिँ हाम्रो जागेको छ, न अभिभावक जागेको छ, न वर्तमान अब चालकहरूले पनि यो विषयमा सोचेको छ। यसमा चाहिँ सोच्नु पर्ने हो। यो विषयहरू चाहिँ एउटा हाम्रो सोसाइटीको निम्ति चाहिँ एकदमै ठुलो परिचय हो। यो विषयमा ध्यान दिनुपर्छ। अरू जातले दिएको छ, हामीले दिएको छैनौँ। र अन्तमा आइपुग्यौँ हामी सर है, एउटा तपाईँलाई मनपर्ने राग सुनाइदिनुहोस् त। सम्पूर्णमा सादर प्रणाम गर्दै हजुरहरूको समक्ष राग नेपाली आठ कल्याण समय सानो छोटो बन्दिस म सुनाउने प्रयास गरिरहेको छु।
अहिलेसम्म समय दिएर सुनिरहनु भएका सम्पूर्ण दर्शकवृन्दलाई हार्दिक आभार व्यक्त गर्दै आजको अन्तर्वार्ता समाप्त गर्ने अनुमति माग्दछु। धन्यवाद।